जय मसी सबैजनालाई। आज जाडो धेरै जाडो छ अनि मकैको ढिँडो र आटा मिसाएर अनि टमाटरको चटनी टिम्बुरको छोप गरेर आज ढिँडो खाएको सन्डेको दिनमा। चर्चबाट आएपछि बनाएको कि ढिँडो भनेको त खानै मजा अर्कै हुन्छ। अनि सब्जी चाहिँ कुखुराको मासु र आलु मिसाएको मासु ठुलो कुखुराको। मलाई चाहिँ धेरै मनपर्छ ढिँडो। ढिँडो खाने जात भएर होला। दामी भएछ ढिँडो। आलुको झोल र मासु, आलु र मासु मिसाएको यस्तो दामी स्पेसल। अनि टमाटर र टिम्बुरको छोप, अचार छोप भन्ने कसैले बुझ्दैन, चटनी। तपाईँ पनि जाडोमा यसरी ढिँडो बनाएर खानु होला। जय मसी।